आगे हुनुहुन्छ। यहाँ चाहिँ कुरा ठोरबोटे खेलिरहेको छ। ल अब हामी यहाँबाट यता दायाँ छिरेपछि भिमाद बजारतिर प्रस्थान गरिन्छ गाइज होइन। बिस्तारै बिस्तारै जान्छौँ। सही हो सही हो। ल गाइस हामी ल यो अब पुल क्रस गरेपछि अब हामी भिमाद बजारमा छिरिसकेका छौँ गाइस। ल वेलकम टु भिमाद है त गाइस। सही हो। भिमाद बजारलाई पछि पारेर यो जङ्गलको बाटो बिस्तारै बिस्तारै कान्छी बजारतिर अघि बढ्दैछ। जङ्गलको बाटो एकदम रमाइलो। ठ्याक्कै भन्नुपर्दा अहिले चाहिँ हामी यो स्याङ्जा र तनहुँको बोर्डरमा पर्ने सिमानामा पर्ने होइन यो चित्रे गाउँ चित्रे भन्ज्याङमा छौँ गाइज होइन। ल आज चाहिँ जस मसँग हुनुहुन्छ सम्धी होइन। हेलो ल आज सम्धी र म चाहिँ यता ट्याक्क कान्छी बजार मेला जाँदैछौँ है त होइन। दुईजना मात्रै कति प्लान बनायो लास्टमा दुईजना मात्रै होइन। ल यहाँ चाहिँ फोटोसुटहरू भइरहेछ। ल अब हामी चाहिँ यता जाने हो। अरू के हुन्छ बिस्तारै हेर्दै गर्नु होला यता पिस पिस पिस। ल हामी मेला लाग्ने ठाउँमा अझै पुगेको छैन। धुलोले धस्ते बनाएर यहाँ रोकिरहेछौँ बाँसगारीमा होइन सम्धी। यस्तो छ यार बाटो यार। गाइस हामीले चाहिँ अब फाइनली बाइक पार्किङ गऱ्यौँ र बिस्तारै यो बजार लाग्ने ठाउँतिर प्रस्थान गर्दैछौँ सम्धी र म चाहिँ होइन सम्धी। एकदम गर्मी एकदम गर्मी छ गाइज। धुलो पनि एकदम उडै खाले धुलो छ यार। गन्तव्यमै आइयो। उता बाजा खाजाको सुनिँदैछ। बाइकहरू चाहिँ स्कुटरहरू साधनहरू चाहिँ यस प्रकार यहाँ पार्किङ गरिएको छ होइन। एकदम ठुलो मात्रामा भिड छ गाइज यहाँ चाहिँ। ल यहाँ चाहिँ हामीले एकदम दामी खाले ग्रुप देख्न सक्छौँ होइन मगर गाइजहरूको। गाडी किति औसम है कस्तो रहेछ भन्दाखेरि यो हामीले फिल्महरूतिर देखिन्छ नि होइन टिभीहरूतिर त्यस्तै लेभलको गाउँले टाइपको एकदम मेला भइरहेको अवस्था छ यहाँ गाइज होइन। एकदम रमाइलो छ। सबै चारैतर्फको गाउँहरूको मान्छे भेला भएर होइन एकदम रमाइलो भइरहेको छ यहाँ। बाजा गाजा नाचगानमा आफ्नै होइन मौलिक पोसाकहरूमा सही हो। केही छिनको पैदल यात्रापछि हामी फाइनली स्टेज भएको ठाउँमा आइपुगेको छौँ। नमस्कार यहाँहरू सम्पूर्ण दर्शक महानुभावहरूमा यो गर्मीको समयमा गर्मी पनि नभनिकन एकदम। ल अब त कार्यक्रम सुरु हुन बाँकी नै छ गाइज होइन। अब त्यति बेलासम्म चाहिँ हामी अब ट्याक्क बसेर चिसो चिसो खान्छौँ होइन सम्धी। ढुक्क होइन त अब गएर ट्याक्क चिसो चिसो खाने हो कुल हुने हो अनि बल्ल यता चाहिँ बजारहरू यस्तै छ है गाइज। गरिम भएर होइन डेन्जर गरिम भयो नि क्या। यहाँ त मोमो पाकिरहेको थियो नि त साह्रै मान्छेहरू यता मामाहरू। ल यताबाट अरू मगर्नी ग्याङहरू आउँदै हुनुहुन्छ। सही हो मगर्नी साली नानीहरू हो नि त। सही हो। ल यता पुरै तयारीका साथ आउनु भएको छ। ल यहाँ गर्मी भएर हामीले यस्तो चिसो त 3टा खाइसक्यो।
अघि यहाँ डिउ खाँदै है अहिले फ्रुटी खाँदैछौँ कान्छी बजारको मेलैमा बाबै लो गाइजहरू हामी चाहिँ एकदम त्यहाँ बसेर एकदम पानी खायौँ जुसहरू खायौँ शीतल भएर ल बिस्तारै अब यहाँ गीत बजेको सुनेर हामी यता स्टेजतिर आउँदैछौँ होइन फेरि अर्को साल नेपाली काङ्ग्रेस तनहुका जिल्ला उपसभापति राजेन्द्र कृष्ण श्रेष्ठलाई यस स्टेजमा सँगै यो कार्यक्रमको पनि पूर्ण सफलताको कामना गर्दै यो महत्त्वपूर्ण कार्यक्रममा रेसिङ गाउँपालिका सँगसँगै नेपाली काङ्ग्रेस पार्टी तनहुको उपसभापतिको हिसाबले प्रमुख अतिथिको रूपमा आमन्त्रण गर्दै आफ्ना केही भनाइहरू राख्ने अवसर र यहाँका तमाम नागरिकहरूको बीचमा नेपाल मगर सङ्घ इकाइ 2 डाक्टर सांस्कृतिक समूह र उहाँहरूलाई जोरदार ताली बजाई स्वागत गरिदिनु हुन अनुरोध गर्दछु। र अब भने नआएको चिनो हस्तान्तरण कार्यक्रमलाई जोड्न र सँगसँगै यति बेलाको क्रममा भने आसन ग्रहणलाई पनि जोड्दैछु। विवाद नगरपालिका नौका सम्झिएर म चाहिँ हेर्दै रमाइलो हेर्दै थियौँ होइन। अब हेर्दा रमाइलो हेरेर मात्रै पेट भरिन गाइछ होइन। त्यसो मोमोसम्म खाना हामी चाहिँ त्यो
लाग्दैछौँ होइन शिल्पाएर रेस्टुरेन्टतिर। अब 2टा नृत्य हेरेको चाहिँ हामी बाहिर घरतिर लाग्छौँ ब्याक टु पोखरा हो नि त गाइस। समुद्र म चाहिँ मोमो खाँदैछौँ होइन यो दामी होटलमा। अब ससेज र चाउमिन पनि आउँदैछ। फेरि ससेज र चाउमिन है समुद्रले ससेज खाँदै हुनुहुन्छ न्याम न्याम न्याम। यता फेरि स्प्राइट समुद्रमा ब्यागको खाजा त खाइयो होइन ल अगाडि देख्न सक्नुहुन्छ एकदम तरिकामा एउटा राखिरहेको अवस्था छ होइन। फर्कोटे हेलाइरहेको छ यता बाटो नाच भइरहेको छ एकदम रमाइलो पुरा चिप पारामा नाच्दैछ त है। यता पनि अर्को सुरु हुँदैछ चिपारामा सम्झिने यता उता। अब हामीहरू त स्टेजतिरै जान लागेका छौँ होइन गाइस। अब यहाँ चाहिँ पुरा खेलाउन सेलाउन पनि त्यसमा राखेको अवस्था छ। सही हो ल पछाडि चाहिँ मेलाको अवस्था चाहिँ यस्तो छ है गाइस ल। मागुनीमा चाहिँ धेरै सम्झाउने नि त अनि एक ट्रफी अन्त घरको बिलाउनु खोसेको मुर्दारो त्यो खोसानी त पुरा मलाई घुम्न मतलब छ मैले साबु ल्याइलाई अब घाम पनि डुब्दैछ। अब हामी बिस्तारै हेरेर अनि एकछिन यता बजारतिर हेरेर लाग्छौँ अब पोखरातिर। सानो दुर्घटना भएको अवस्था छ होइन अलिकति बाइक लडाइदिएको यसो भने नर्मल हो भइरहन्छ यहाँ चाहिँ। यहाँ चाहिँ पुरा खोरपटे खेलिरहेको छ। यसो लक ट्राई हालिदिउँ न त 50 रुपियाँ हालिदिउँ।
पर्न इट्टामा हालिदियो ल इट्टामा गाइस पर्दै पर्दैन इट्टा 50 हालेको इट्टा डबल ए ल जित्यो अब म त खेल्दिनँ हाएर जित्यो इट्टाको डबल दे इट्टाको डबल ल दाइस यो ओके थ्याङ्क यू दाइ जित्यो ल गाइस भयो अब त हार्छ क्या ल गाइस रमाइलो समाइलो पनि हेर्यो बाइक यहाँ छ पार्किङ एकदम मजाले र सम्झिँदामा चाहिँ पोखरा पुग्नु पर्यो होइन सम्झि बाइक धुलै रहेछ अब पुसपास गरेर जाने हो बिस्तारै ताल पऱ्यो नि 3 गते फेरि आइन्छ गाइस ल त्यति बेलासम्मको लागि सी यु नेक्स्ट टाइम